ल धन्यवाद पनि बधाई पनि यहाँलाई। ल फेरि पनि तपाईँ धन्यवाद। निर्वाचन जित्नुभयो होइन चौथो पटक, हो खुसी हुनुहुन्छ? ठिक छ, म खुसी नै छु। अनि निकै च्यालेन्ज थियो नि तपाईँलाई होइन निर्वाचन जित्नका लागि? धेरै चुनौती चाहिँ थियो निर्वाचन जित्नका लागि। र हामीले चुनौतीको सामना गरेर कालीकोट जिल्लामा अब नेपाली कम्युनिस्ट पार्टी र हिजोदेखिको पनि हाम्रो आधार चाहिँ क्षेत्र कालीकोट जिल्ला चाहिँ हो। र त्यो आधार क्षेत्रलाई भत्काउनका लागि विभिन्न प्रकारका कोसिसहरू चाहिँ भएका चाहिँ थिए। र त्यसको बावजुद पनि आफ्नो हिजोको विरासतलाई कायम चाहिँ नेपाली कम्युनिस्ट पार्टी चाहिँ राख्यो। त्यसका लागि पनि म धेरै यो पार्टीका जिम्मेवार चाहिँ नेता कार्यकर्ता सबैलाई म विशेष धन्यवाद दिन चाहन्छु। अहिले देशमा चाहिँ निर्वाचन परिणाम एकदम फरक खालको अग्रता घोषणा हेर्दाखेरि देखिन्छ। तर पनि रुकुम पूर्वबाट यहाँको पार्टीको अध्यक्ष प्रचण्ड, त्यसपछि नेपाली कम्युनिस्ट पार्टीको महेन्द्र बहादुर शाही दोस्रोमा विजेता भन्नेमा होइन, तपाईँको अब केन्द्रीय राजनीतिमा निकै पहुँचको पनि सम्बन्ध चाहिँ निकै सुधार हुने देखिन्छ नि होइन? तपाईँले सोधेको प्रश्नको जवाब दिनुभन्दा पहिला जसरी अमूल्य मतदान चाहिँ गर्नुभयो कालीकोटका बुढा चाहिँ आमा बुवा जसले आँखै देख्नु हुँदैन, हिँड्नै सक्नु हुँदैन, लट्ठी टेकेर होइन भए पनि तपाईँको चाहिँ धेरै टाढा टाढा जानुभएको चाहिँ थियो मतदाताहरू होइन। धेरै टाढा टाढाबाट आफ्नै खर्चमा धेरै दुःख चाहिँ गरेर काम छोडेर होइन कालीकोट जिल्लामा चाहिँ आएर मलाई मतदान चाहिँ गर्नुभयो। र मतदान गर्ने सम्पूर्ण मतदाताहरू र कालीकोट जिल्लामा फेरि पनि फलानुले जितोस् भनेर अपेक्षा राख्ने होइन र सम्पूर्ण कालीकोटवासी आमा बुवा दाजुभाइ दिदीबहिनी शिक्षक कर्मचारी बुद्धिजीवी र यो चुनावलाई सम्पन्न गर्नका लागि होइन सबैले आफ्नो एउटा राम्रो एउटा सभ्यता चाहिँ राजनीतिक दलहरू चाहिँ देखाउनु भयो उहाँहरू सबैलाई। त्यसपछि तपाईँको जुन निर्वाचनमा खटिनु भयो चाहिँ मुख्य अहिलेको निर्वाचनलाई सम्पन्न गर्नका लागि निर्वाचन कार्यालयका प्रमुख अधिकृतज्यू जो माननीय जो न्यायाधीश जिल्ला न्यायाधीश को महत्त्वपूर्ण चाहिँ भूमिका चाहिँ रह्यो यो निर्वाचन सम्पन्न गर्नका लागि। र त्यसपछि यो निर्वाचनलाई पूर्ण रूपमा स्वच्छ भयभीत रहित ढङ्गबाट सम्पन्न गर्नका लागि शान्ति सुरक्षाको सम्पूर्ण व्यवस्थापन जिल्ला प्रमुख अधिकारी र यहाँको सबै सुरक्षा निकायका प्रमुखहरू र त्यसरी त्यो निर्वाचनमा खट्ने सम्पूर्ण स्वयंसेवकहरू र सबैलाई सबभन्दा पहिला मेरो पार्टीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट म सबैले उहाँलाई विशेष म धन्यवाद चाहिँ दिन चाहन्छु जो कालीकोट जिल्लामा असाध्यै सौहार्द ढङ्गपूर्ण ढङ्गबाट एकदम स्वच्छ एकदम भयरहित अवस्थाबाट निर्वाचन सम्पन्न भएको चाहिँ छ। यसका लागि सम्पूर्णमा फेरि पनि मैले विशेष आभारसहित म धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँको योजना के छ? फेरि जानुहुन्छ धन्यवाद दिन घर दैलोमा पनि? अब यसपछि अब आज हामी बसेर सल्लाह गर्छौँ र त्यसपछि म सबै ठाउँमा मतदाताहरूलाई मुख्य गरी अहिले सबै जसरी घर दैलोमा त्यो पुग्न सम्भव छैन र हामीले पालिकाको पनि एक ठाउँमा होइन 9वटा पालिकाको हामीले 9 ठाउँमा चाहिँ हामीले एउटा बोलाएर हामीले होइन त्यसपछि हामीले धन्यवादको सन्देश प्रवाह गर्ने गरिकन मैले ठाउँ चाहिँ सबै ठाउँमा चाहिँ म पुग्छु। र त्यसपछि अर्को कुरा चाहिँ भनेको सँगसँगै हामीले अलिकति हामीले पछि छलफल गरिसकेपछि अहिलेको निर्वाचनको हामीले वृहत समीक्षा पनि चाहिँ हामीले गर्छौँ होइन। किन हामीले जित्यौँ तैपनि अब अहिलेको यति ठुलो घेराबन्दी चाहिँ थियो हामीले हराउनका लागि होइन लामो विरासत बोकेको यो पार्टीलाई र एउटा विरासत बोकेको नेतृत्वलाई फेरि पनि पराजित चाहिँ गर्न सकिन्छ कि भन्ने प्रकारका धेरै तपाईँको प्रयासहरू चाहिँ भएका चाहिँ थिए। त्यसको बावजुद पनि हामीले जित्यौँ होइन। यसका लागि पनि अब हामीले फेरि पनि तल हामी जाने र समग्र समीक्षा गर्ने र फेरि पार्टीलाई अझै चाहिँ तपाईँको बलियो मजबुत बनाएर हाम्रा अहिलेका केही च्यालेन्जहरू चुनौतीहरू छन् आगामी दिनमा त्यो चुनौतीहरू सामना कसरी गरेर जाने भन्ने कुराको बारेमा हाम्रो व्यापक चाहिँ छलफल चाहिँ हुन्छ हामी जनताको बिचमा। आज विजय जुलुस चाहिँ गर्नुहुन्छ? आज एउटा सामान्य सानो मैले धेरै अब तडक भडक नगरिकन होइन अब यसलाई पनि अब हामी त्यही ढङ्गले नै सोच्नुपर्छ र मिलाउनुपर्छ भनेर अहिले मतगणनाको क्रममा सदरमुकाममा चाहिँ केन्द्रित भएका सम्पूर्ण कार्यकर्ताहरू मात्रै केन्द्रित चाहिँ भएर एउटा सामान्य हामीले एउटा विजय र्याली जस्तो गरेर हामीले एउटा कोट सभामा परिणत गरेर हाम्रा कुराहरू चाहिँ सन्देशहरू जनतालाई फेरि पनि हामीले यो धन्यवादको सन्देश चाहिँ प्रवाह गर्ने हामीले चाहिँ कोट सभाको पनि आयोजना हामी गर्दैछौँ। तर कालीकोटमा चाहिँ यहाँको निर्वाचन अगाडिको यहाँको आफ्नो योजनामा
चुनौतीहरू के थिए? अर्थात् निर्वाचनको अपेक्षा यही थियो, यति परिणाम थियो तपाईँको अनुमानित विश्लेषण निर्वाचनभन्दा अगाडि जो अहिले हामी आइपुगेका छौँ? अब हाम्रो अगाडि धेरै चुनौतीहरू चाहिँ थिए होइन। अझै काङ्ग्रेस एमाले लगायत अन्य राजनीतिक दलहरूको भन्दा पनि हामीलाई अझै ठुला चुनौतीहरू चाहिँ थिए। किनभने हामी लामो समय सरकारको नेतृत्व हामीले गऱ्यौँ। स्थानीय तहमा पनि अब ल मान्नु अब 82वटा वडामा 56वटा वडा त हामीले जितेका वडाहरू चाहिँ छन्। अनि 9वटा पालिकामा हामीले 7वटा पालिका त हामीले जितेका पालिकाहरू चाहिँ छन् भने अब अहिले त्यसपछि हामी प्रदेशमा पनि हामीले जितेका चाहिँ छौँ, केन्द्रमा पनि हामीले जितेका चाहिँ छौँ। र फेरि पनि कालीकोट जिल्लाका तमाम समस्याहरू चाहिँ हामीले समाधान गर्न सकिरहेका चाहिँ छैनौँ। जनताका उसै आशा र अपेक्षाहरू चाहिँ हाम्रो क्षमताभन्दा पनि अझै माथिका आवश्यक अपेक्षाहरू चाहिँ छन्। काहीँ न केही कतै न कतै त्यो अपेक्षा पुरा नगर्दाखेरिमा वडा सदस्यबाट असन्तुष्टि चाहिँ छन्, पालिकाका चाहिँ प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष असन्तुष्टि छन्, प्रदेशका नेताहरूबाट असन्तुष्टि छन्, केन्द्रका नेताहरू असन्तुष्टि भने असन्तुष्टिहरू चाहिँ छ तल ग्राउन्डमा चाहिँ छ भने तिनलाई अब हामीले विगतमा गर्न सकेको कुरा चाहिँ के हुन हामीले त्यो कुरा पनि हामीले भन्न सकिरहेका चाहिँ थिएनौँ जनतालाई। किनकि त्यो त जनताले देखिने कुरा देखिरहेको चाहिँ छ भन्ने कुरा नै हाम्रो कुरा चाहिँ थियो। र हामीले भइरहेका कामहरूको बारेमा पनि हामीले यो गरेका छौँ है भने जनताको बिचमा हामीले राम्रोसँग बुझाउन नसक्नु, राख्न नसक्नु पनि एउटा समस्या चाहिँ थियो। भने अन्य पोलिटिकल पार्टीहरूले यिनले केही पनि गर्न सकेनन्। कालीकोट जिल्लामा के एउटा माखो पनि मारिएन, एउटा सिनको पनि भाँचेका चाहिँ छैनन्। त्यसै समय वेटिस भइरहेको चाहिँ छ भन्ने कुरा फेरि अन्य पोलिटिकल पार्टीले पनि फेरि पारिरहेको एउटा भ्रम चाहिँ थियो जनताको बिचमा। यो भ्रम पनि हामीले चिर्नु चाहिँ थियो भने अनि केही हाम्रा कार्यशैलीगत त्रुटिहरू पनि हाम्रा चाहिँ थिए। जस्तै मेरो आफ्नो कुराहरू मेरो पनि केही कार्यशैलीगत त्रुटि चाहिँ थियो। जनताले के भन्दामा कालीकोट जिल्लामा चाहिँ विकास नगरेको होइन, महेन्द्र बासाले विकास अथाह विकास चाहिँ गरेको छ, पैसा धेरै पठाएको, बरु फ्रिज भयो पैसा होइन, नगरेको होइन। तर उसका केही समस्याहरू चाहिँ छन्। त्यो भनेको फोन नउठाउने होइन, अलिकति भावनात्मक एट्याच जो हुन खोजिरहेको छ त्यो नहुने होइन, अलिकति ठाडो ठाडो टाइपको स्वभाव, त्यो हिजोको सेनाकै कमान्डर जस्तो चाहिँ स्वभाव चाहिँ छ भने अलिकति मेरा स्वभावजन्य समस्याप्रति पनि मान्छेको केही चाहिँ कमेन्टहरू चाहिँ थिए त्यसमा चाहिँ है। त्यस्तै तपाईँको तल पनि स्थानीय पालिकाले जे काम मैले गर्न खोजिरहेको चाहिँ त्यो काम चाहिँ अलिकति गर्न नसक्नु, जस्तै कर्मचारीसँग जोडिएका केही असन्तुष्टिहरू, शिक्षकसँग जोडिएका केही असन्तुष्टिहरू, सेवाको कुराहरू, भ्रमणका कुराहरू चाहिँ होस्, सेवा सुविधा प्रभाव गर्ने कुरामा होस् भने तल वडाको अध्यक्षसम्म पनि केही चाहिँ तपाईँका चाहिँ असन्तुष्टि ठुकिएका चाहिँ थिए। यी सबै कुरालाई चाहिँ हामीले तल मिलाउनु पर्ने चाहिँ थियो। यसका लागि हामी धेरै मिहिनेत चाहिँ गर्नुपर्ने अवस्था चाहिँ थियो। त्यो भावनाले फेरि पनि अब यो माओवादी विगतको र अहिलेको नेपाली कम्युनिस्ट पार्टीको विरासतलाई चाहिँ कसरी चाहिँ भत्काउने भनेर पनि तपाईँको बाहिर एकताबद्ध भएर उभिएका पनि थिए। अहिले पनि जस्तै भन्यो भने अहिलेको चाहिँ मत प्याटर्न हामीले हेरौँला, अहिले समानुपातिको भोट एमालेको कति आउँछ होइन, त त्यसै प्रत्यक्षको भोट कति जान्छ भन्ने कुराको बारेमा त डिफेन्ट त त्यही थाहा हुन्छ नि। भने अब समानुपातिको भोटभन्दा कति भोट चाहिँ बढी चाहिँ एमाले भोट ल्यायो, त्यो भोट त उसको आफ्नो पार्टीको भोट होइन, त्यो भोट त बाहिरको भोट आयो। तर त्यो भोट बाहिर कसको भोट आयो भन्ने कुरामा त नाङ्गो आँखाले हेर्दा पनि त थाहा भयो देखिन्छ नि। भयो त्यसो भन्नाले आफ्नो पार्टी भत्काएर भए पनि, आफ्नो पार्टीलाई सिद्ध्याएर भए पनि कसरी तपाईँको यो विरासतले भत्काउन सकिन्छ। यो महेन्द्र साईको जो लामो समयको जुन शासन सत्ता चाहिँ आफ्नो हातमा लिइरहेको छ यसबाट कसरी चाहिँ खोज्न सकिन्छ भनेर बरु आफ्नो पार्टी भत्किएकोमा हुन कुनै तनाव चाहिँ छैन होइन, तनाव छैन। फेरि त्यो यो पार्टीलाई कसरी रिकभर गर्ने, आफू कसरी जित्ने भन्ने कुरामा त अहिले पनि भन्यो भने म भन्छु फेरि पनि यदि नेपाली काङ्ग्रेस यही बाटोबाट हिँड्यो भनेपछि अब नेपाली काङ्ग्रेसको राजनीति गर्न धेरै च्यालेन्ज चाहिँ हुन्छ भोलि। यो किनकि काङ्ग्रेसले आफ्नो भोट ठेकेन भन्ने हो तपाईको भोलि किन च्यालेन्ज चाहिँ हुन्छ कि उहाँहरूको लागि चाहिँ त्यो राम्रो कुरा चाहिँ होइन। भने हरेक पोलिटिकल पार्टीले हेर्ने भनेको आफ्नो पार्टीलाई चाहिँ बलियो कसरी बनाउन सकिन्छ त, आफ्नो पार्टीलाई आफ्नै कमानमा कसरी राख्न सकिन्छ भन्ने कुरामा चाहिँ विशेष गरी ध्यान दिन जरुरी चाहिँ छ। त्यो भावनाले यी सबै लागिरहेको चाहिँ थिए। यहाँ त आफू बलियो हुँदैन कि बलियोलाई सबै मिलेर कसरी ढालिसकेपछि फेरि भागखण्ड हुन्थ्यो होला नि। त्यसो भने हामीले हेर्ने कुरा के हो भन्दामा काङ्ग्रेस होस्, एमाले होस् या माओवादी कुनै पनि राजनीतिक पार्टीका हामी नेता कार्यकर्ता हौँ या आम चाहिँ हामी नागरिक जनता चाहिँ हौँ। हामीले सोच्ने भनेको त के भन्दा समग्र जिल्लाको विकासको हाम्रो साझा एजेन्डा हो। सडक चाहिएको सबै पार्टीको त एउटै एजेन्डा भनेको सडक हो नि। यहाँ त सडक अब एकदमै कच्ची छन्, त्यसलाई पक्की बनाउनु छ, 12 मास चल्ने सडक चाहिँ बनाउनु चाहिँ छ। जहाँ ट्र्याक खोलिएको छैन गाडी पुग्यो त्यो गाडी पुगाउनु, यो त हरेक पार्टीको एजेन्डा हो नि। जहाँ चाहिँ बत्ती पुग्यो छ त्यो ठाउँमा बत्ती विस्तार गर्नु हरेक पार्टीको एजेन्डा हो।
होइन त, जहाँ चाहिँ भौतिक पूर्वाधारको विकास भएको छैन। यो सबैको एजेन्डा साझा एजेन्डा हो। अनि कालीकोट जिल्लाको समग्र आर्थिक समृद्धि कसरी ल्याउन सकिन्छ त? जस्तै भनौँ फोकोट हाइड्रो पावर, तिला गुफा चाहिँ तिला चाहिँ तपाईँको 1 र 2 चाहिँ तपाईँको हाइड्रो पावर लगायत 1-2टा अन्य प्रोजेक्टहरू चाहिँ कालीकोट जिल्लामा हामी ल्याउन सक्यौँ र भनेपछि कालीकोट जिल्लाको आर्थिक समृद्धि चाहिँ भयो होइन त। यो त हामी सबैको साझा एजेन्डा हो नि, एउटा पार्टीको कुरा त होइन फेरि त्यो भन्नाले यो विकासको कुरा, आर्थिक समृद्धिको कुराहरू, त्यसपछि सुशासनको कुराहरू भनेको हामी सबैको साझा एजेन्डा हो। यो एजेन्डा पुरा कसरी गर्न सकिन्छ त भन्ने कुराका बारेमा त हामी सबैले बुझ्नु जरुरी छ। अहिले पनि जस्तै भनौँ नेपाली काङ्ग्रेसबाट या एमालेबाट कर्णाली प्रदेशको मुख्यमन्त्री कोही भइदिएको भए त यो जिल्लाको विकास हुन्थ्यो नि, यो जिल्लाको विकासको उपभोग गर्न त मैले पाइहाल्थेँ नि। ल त्यो मुख्यमन्त्रीले कालीकोट जिल्लाका बाँकी रहेका कामहरू पिच गरिदियो भने त त्यो पुजमा त मेरो गाडी पनि कुद्छ नि, त्यो विकास त मेरो लागि पनि हो नि। अब यिनीहरूले तपाईँ कुनै पनि भौतिक पूर्वाधार, कुनै अस्पताल बनाउने कुरा होस्, बिजुली चाहिँ विस्तार गर्ने कुरा होस्, जुनसुकै कामहरू यिनले गरे त्यो कामको चाहिँ सेवा त हामीले कुनै पनि हामी राजनीतिक दलका नेता कार्यकर्ता जनताहरूले त्यो सेवा प्रयोग गर्न सक्छ, त्यो प्रयोग गर्ने कुरा हो, स्वाभाविक प्रयोग गरिरहेको हुन्छ। त्यसो भए हुनाले हामीले हेर्ने भनेको त कालीकोट जिल्लाको समग्र भविष्य हेर्ने कुरा हो। त्यो भएर को पात्रलाई पठाउँदाखेरि तपाईँको भविष्य चाहिँ बन्न सक्छ त कालीकोट जिल्लाको फाइदा कसरी हुन्छ, जिल्लाले फाइदा कसरी हुन्छ। काङ्ग्रेसको चाहिँ तपाईँ नेता पठाउँदाखेरि फाइदा हुनेछ कि अहिलेको सांसद बनाउने उम्मेदवारलाई, एमालेको मुद्दाले पठाएर फाइदा हुन्छ कि नेपाली कम्युनिस्ट पार्टीको मुद्दाले पठाएर फाइदा। तुलनात्मक हिसाबले तपाईँको राष्ट्रिय राजनीतिमा पहलदमी कोबाट आउँछ चाहिँ 70मा जनताले त्यही हेरेको कुरा हो। 70मा हामी सबै राजनीतिक दलहरू चाहिँ फिल्डमा चाहिँ त्यही हेरेको कुरा हो। 70 पछि त हामी कहिले काङ्ग्रेससँग कहिले एमालेसँग गठबन्धन भयो, त्यो त गठबन्धनले नै बनाएको कुरा हो भने त्यसपछिको अर्को चुनाव भनेको साँच्चीको चुनाव भनेको यतिको चुनाव हो। 70 पछिको साँच्चीको चुनाव भने अहिलेको चुनाव हो। अहिलेको चुनावमा त जनताले फेरि त्यही छाने नि त। जनताले महेन्द्रबहादुर साई पठायो भनेपछि मात्रै कालीकोट जिल्लाको अलिकति भविष्य चाहिँ राम्रो हुन्छ, बन्छ। त्यो बाहेकका अरू पठाउँदाखेरिमा अलिकति समस्या चाहिँ आउँछ। त्यो भोट किन खेराल्नु भन्ने कुराको विश्वास गरे होला नि भोट हालेन भन्ने कुरा मलाई लाग्छ। त्यसो भन्नाले यो जिम्मेवारीले अघि तपाईँले पहिलो प्रश्न सोध्नुभयो, तपाईँ खुसी हुनुहुन्छ भन्ने कुराको बारेमा मैले यसलाई दुईटा रूपमा मैले बुझिसकेको छु। एउटा भनेको ठिक छ, काम गर्ने अवसर हो, मलाई अवसर प्रदान गर्नु मलाई गर्व लागिरहेको छ होइन भने। अर्को दोस्रो कुरा भने जिम्मेवारी त चुनौती हो नि त फेरि, त्यो च्यालेन्ज हो। सांसद मात्रै हुने कुरा ठुलो कुरा होइन नि। सांसद त तमाम मान्छे सांसद भयो, भोलि पनि सांसद चाहिँ होला, तर सांसद भइसकेपछि काम के गरे भन्ने कुरा मुख्य कुरा हो। काम के गरे त्यसले मैले भन्छु, हिजो तपाईँको धर्मदुख उपाध्याय तपाईँको चाहिँ हुँदाखेरिमा उहाँले दुईवटा कामहरू चाहिँ गर्नुभयो होइन। एउटा काम भनेको जिल्ला चाहिँ फटाउनु भयो। यदि जिल्ला चाहिँ नफुटाएको भए होइन, हामी त जहिले पनि पछाडि पढेको पढै हुन्थ्यो नि त। जुम्लाबाट हामी जहिले पनि पेलिन्थ्यौँ, हामी पछाडि पढ्थ्यौँ भने जुम्लाको जन्मदाता, जुम्ला बनाउने व्यक्ति को भन्दा त तिनै हुन्, धर्मदुख उपाध्याय हुन्। हामीले नाम लिने कुरामा के को कन्सर्न गर्नु जरुरी चाहिँ छैन। त्यसपछि अनि तपाईँको केही नभएर रेगुलर त्यत्रो भिड तलको बाटो माथिको हुलागी राजमार्ग पनि अलिक सुरुवाती गर्ने मान्छे तिनै देखिने काम चाहिँ भयो। त्यसरी मैले 17मा चुनाव जितेर गइसकेपछि पहिलो तपाईँको जिल्ला परिषद बैठक चाहिँ बस्दाखेरि मैले सम्मान गर्ने कार्यक्रम मैले राखेँ। प्रस्ताव चाहिँ मैले प्रस्तावै मैले ल्याएँ अनि प्रस्ताव चाहिँ हामीले पारित गरेका थियौँ। त्यसपछि सम्मान गर्ने भनेर त्यसपछि म त्यो सम्मान यहाँ आउन सक्ने अवस्था चाहिँ थिएन। मैले काठमाडौँ लिएर मैले बुझाएँ अनि मैले भने उहाँले भन्नु मलाई ठिक छ, तपाईँले राम्रो काम चाहिँ गर्नुभयो, मलाई गर्व लाग्यो भने उहाँ एकदम आँसु बगाउनु भयो उहाँले। किनभने मैले सोचेँ राम्रो काम गरेँ, जति काम गर्न सक्यो त्यति मैले कामहरू गरेको हो, सबैले राम्रो गर्यो भनिदेऊन् भन्ने कुरो मेरो चाहना, मैले अपेक्षा राख्ने कुरो स्वाभाविक चाहिँ हो। तैपनि मलाई पेटीकोटसम्म छेराए, कालो मोसो पनि दले, जुत्ताका माला पनि मलाई लगाए, कालीकोट जिल्ला मैले गरेँ। तर साँच्चीकै योगदानको उच्च मूल्याङ्कन कुनै न कुनै बेला त हुँदो रहेछ नि त भने अहिले तपाईँ चाहिँ गर्नुभयो, तपाईँले गर्नुभयो, म एकदम खुसी छु भने उहाँ चाहिँ आँसु बगाउनु। त्यसो भन्नाले गाली गर्नु, सराप्नु होइन, त्यो त स्वाभाविक जसले पनि गर्छ। तर मान्छेले तपाईँको साँच्चै कसले चाहिँ कहाँनिर के योगदान चाहिँ पुगायो भन्ने कुराको उसको योगदानको कदर गर्नु पनि एउटा मानवीयता हो। सच्चा मानवले गर्ने कामहरू चाहिँ त्यो हो। त्यो भावनाले मलाई के लाग्छ भन्नुहुन्छ भने जनताको त्यो अपेक्षा, जो आशा छ, जे आशा र अपेक्षा मबाट गरेँ, जे विश्वास चाहिँ मबाट पैदा हो, त्यो मैले पुरा गर्न सक्छु कि सक्दिनँ भन्ने कुरा च्यालेन्ज, चुनौती मेरो अगाडि छ। यसलाई मैले चुनौतीको रूपमा ल्याएको छु, ठुलो भारीको रूपमा ल्याएको छु भने म अहिले यतिखेर जनताले जसरी मलाई चाहिँ मत दिएर जिताएर म जनताको बिचमा प्रतिनिधित्व व्यक्त गर्ने मानेर के हुन्छ भने तपाईँले जे सपना देख्नुभएको चाहिँ छ, जे सपना देखेर चाहिँ मलाई चाहिँ मतदान गर्नुभयो, जिताउनु भयो, कालीकोट जिल्ला सांसद गर्ने पठाउनु भयो, मैले तपाईँको सपनाहरू चाहिँ मैले पुरा गर्ने चाहिँ छु।
सक्दो मैले पुरा गर्ने छु। तर काम गर्ने दौरानमा गर्दा गर्दै पनि कतिपय बेला चाहिँ 100% कामहरू कम्प्लिट हुन सक्दैन। त्यो भनेको मेरो क्षमताकै कुरा हो। मेरो क्षमताले नसक्यो अहिलेसम्म पनि जे काम जनता जे अपेक्षा गरेका त्यो अपेक्षा पुरा भयो त्यो भने नसकिएको कुरा न हो। त्यो भने मेरो क्षमताले नसकेका कामहरू थुप्रै छ। र मैले मेरो क्षमतालाई बढाउने र थप भएको कालीकोट जिल्लाको समग्र विकास अधुरो विकासलाई कम्प्लिट गर्ने पुरा गर्ने, कालीकोट जिल्लामा उत्पादनका स्रोतहरू पहिचान गरेर रोजगारी चाहिँ सिर्जना गर्ने र मुख्य गरी अब कालीकोट जिल्लामा चाहिँ मैले भनेको छु ठाउँ ठाउँमा सडक मात्रै खनेर त्यसपछि बिजुली मात्रै बालिदिएर टेलिकमका टावर मात्रै खडा गरिदिएर होइन हामीले विकास गरेका छौँ भनेर भन्न मात्रै मिल्दैन। मैले भनेको चाहिँ छु भने जनताको अहिले अब तपाईँको गाडी त आउँछ, रोड त खनिएको छ, तर मैले यो गाडी आउँछ, रोडमा गाडी आउँछ सोद्धारिमा कहिले चाहिँ आउँछ न त आउने छिटो भने अब गाडीको सडक त खनियो तर जनताले गाडी चाहिँ चलाउनका लागि त गाडी चाहिँ कि आफ्नो गाडी चाहिँ हुनु पर्यो होइन कि त तपाईँको गाडी आउँदाखेरि नियमित गाडी आएर तपाईँको भाडा तिर्न सक्ने क्षमता सडकको स्तर वृद्धिको कुरा पनि यसको लागि आर्थिक समृद्धि नल्याइकन हामीले भने आर्थिक रूपमा जनताले बलियो नबनाएर त्यो सडक उपभोग गर्न पनि पाउँदैन होइन त। भोलि विद्युतको लाइन त पुगाउन भोलि जनताले विद्युत मसुद पनि तिर्नुपर्ने हुन्छ। टेलिकमको टावर त हामी राखौँला, भोलि त टेलिकम टावर हामी राख्दै गर्दाखेरि भोलि मोबाइल किन्न सक्ने रिचार्ज गर्न सक्ने क्षमताको विकास गर्नुपर्छ भने यो आम चाहिँ कालीकोट जिल्लाका हरेक जनताको आर्थिक हिसाबले सामान्य तपाईँको चाहिँ आफ्नो जीवन चलाउनका लागि आवश्यकता आधारमा आफ्नो जीवन चलाउनको लागि आर्थिक अभावको कारणले गर्दाखेरिमा हामी समस्यामा पर्नुपर्ने स्थिति सिर्जना नहुने गरिकन आर्थिक समृद्धि चाहिँ मुख्य एजेन्डा हो। अहिले अब हाम्रो पहिले हामीले भन्यो विकास पूर्वाधार सडक र बत्ती नपुगाएर गाउँले सहरसँग नजोडेर चाहिँ गाउँको विकास चाहिँ हुँदैन। गाउँमा उत्पादित भएको वस्तुहरू सहरमा पुगाउन, सहरमा चाहिँ उत्पादन भएको वस्तुहरू गाउँमा पुगाउनको लागि हामी सबभन्दा पहिला सडक चाहिँ हो, त्यसपछि बत्ती भयो। सडक र बत्ती पुगिसके त्यसपछि अनि कालीकोट जिल्लामा लगानीका क्षेत्रहरूमा बल्ल निजी क्षेत्र आइपुग्छ लगानी गर्नका लागि। जब निजी क्षेत्रले पैसा चाहिँ लगानी गर्नका लागि कालीकोट जिल्लामा छिर्यो भने मात्रै कालीकोट जिल्लाको आर्थिक समृद्धि सुरु हुने हो। यसका लागि धेरै अधुरो काम छन्। अहिले पनि जस्तै मैले भने कर्णाली र तपाईँको चाहिँ यता तिला नदीमा अहिलेसम्म हाइड्रो पावर बन्न सकेन। हाइड्रो पावर बन्न नसक्नुको कारण के हो भन्ने कुरा त हामीले आम नागरिकले बुझेको चाहिँ छैन नि, बुझ्दैन फेरि त्यो होइन। हामीले बुझाउनु पर्ने चाहिँ हामी के भन्छ पूर्वी नेपालमा 400 kV प्रसारण लाइन पुगाए त्यो अहिले पूर्वी नेपालका हरेक चाहिँ खोलामा तपाईँको हाइड्रो पावर चाहिँ छैन, विद्युत पावर हाउसहरू बनेका चाहिँ छन्। कर्णाली जस्तो यति ठुलो नदी चाहिँ छ, जनसङ्ख्याको ठुलो सम्भावना भयो कर्णाली नदीमा त एउटा हाइड्रो पावर चाहिँ छैन, किन भएन त भन्ने कुरा सबभन्दा पहिला हामी प्रश्न गर्नुपर्छ। भनेको यसका लागि 400 kV प्रसारण लाइन कर्णाली र तपाईँको तिला नदी उत्पादन भएको विद्युतलाई बाहिर विदेश पुग्नका लागि विदेशसँग जोडिएको चाहिँ तपाईँको चाहिँ ठुलो चाहिँ प्रसारण लाइन ग्रिड लाइन चाहिँ चाहिन्छ, 400 kV को चाहिन्छ। भने म तपाईँकोले के गरेँ भन्नुहुन्छ भने ऊर्जा मन्त्री हुँदाखेरिमा बरेलीदेखि लिएर चुवादेखि लिएर र्याङ्गिलसम्मको 400 kV प्रसारण लाइन र्याङ्गिलको जग्गा अधिग्रहण गरेको भनेको त्यो ठुलो चाहिँ तपाईँको चाहिँ त्यो सब स्टेसनको लागि चाहिँ त्यो भनेको बस पार्क जस्तै हो होइन। कर्णालीमा उत्पादन भएको सम्पूर्ण हाइड्रो पावरको विद्युत आएर त्यही कनेक्सन चाहिँ हुन्छ। तर चुनावको बेला त्यही विद्युत लाइन जग्गा मात्रै हटाइयो भन्ने पनि कतिसम्म आरोप है, पछि त्यो सल्भ भयो। ठिक छ, त्यो समीक्षा गर्नु त्यो त भन्छन् भन्ने कुराका बारेमा उनले भन्नु केही भने त्यो पनि म गालेर त्यो भन्दै उचालेको थिएँ। मैले भने जे कुरा मैले भने त्यो कुरा पुरा गर्नका लागि त काङ्ग्रेसको पनि तर धेरैजना चाहिँ हुनुहुन्छ, एमालेका हुनुहुन्छ गाउँमा, सरकार त माथि केन्द्रमा तपाईँकै चाहिँ थियो, काङ्ग्रेसको एमालेको चाहिँ थियो, प्रदेश सरकार तपाईँको चाहिँ थियो, म त थिइनँ सरकारमा। अनि तपाईँले गएर भन्नुभयो नि त त्यो काम पुरा गरेर भन्यो भन्नु भएन? भने आऊ गा आऊ। त्यही तपाईँको सुर्खेतमा उहाँले भन्यो नि त मुख्यमन्त्रीलाई भेट्न जाँदाखेरिमा 4 जना कालीकोट जिल्लामा निर्वाचित सांसदहरू साथमा हुनुहुन्छ। त्यसपछि र्याङ्गिलका तपाईँको जो अब त्यहाँ जग्गादानीवालाहरू उहाँहरू पनि त्यो साथमा हुनुहुन्थ्यो। र हाम्रो जग्गा चाहिँ हामीले भनेको के भन्दैमा त्योबाट जनतालाई चाहिँ तपाईँ उठाइसकिसकेपछि जग्गामा चाहिँ तपाईँको त्यो सविशेष बन्न सुरु गरिसकेपछि तपाईँलाई अर्को ठाउँमा बस्ने वासस्थानको व्यवस्था चाहिँ गराउला भन्ने मैले भनेको थिएँ। एकीकृत बस्ती मार्फत बस्ती विकास गराउला भन्ने कुरा हाम्रो प्रदेश सरकारको निर्णय चाहिँ थियो। त्यसलाई सबभन्दा पहिला अब डिपिआर गर्नु पऱ्यो। मैले त्यतिखेर तत्कालीन चाहिँ उसलाई चाहिँ यहाँको चाहिँ मेयरलाई मैले भने त्यसलाई डिपिआर कम्प्लिट गरेर त्यो जग्गा प्रत्येक व्यक्तिको नाममा चाहिँ गर होइन। त्यो लालबुढी चाहिँ घर बनाउनको लागि लालबुढी अगर नाममा भयो बल्ल घर बन्ने कुरा त्यो प्रोसेसमा हामी जाँदा जाँदै सरकार चाहिँ ढल्यो नि त, सरकार चाहिँ ढल्यो। ढलिसकेपछि सरकार चाहिँ यिनीहरूको चाहिँ भन्यो अनि तपाईँले गर्नुभयो भन्नुभयो नि त मुख्यमन्त्रीलाई। अहिले त अर्कै मैले होइन त्यहाँ 3-4 घन्टा हामीले बाहिर ढोकाभन्दा बाहिर कुराएँ। अनि त्यसपछि भित्र चाहिँ बोलाएँ, बल्ल पालो आएर बोलाएँ। हामी त्यही सिर्फ 2-3 मिनट मात्रै कुरा हामीले सुनायौँ, सुनिसकेपछि
यो हिजो के बन्नु मुख्यमन्त्री हामीलाई थाहा छैन, हिजो भने हिजो किन नबनाएको होइन, अहिले सम्भव छैन, यो म गर्न सक्दैन, यो हुँदैन भनेर सिधै इन्कार चाहिँ गरेर पठाइदिनु पर्छ। त्यसपछि थाहा भयो होला नि त, त्यो थाहा भयो। जस्तै हामीले जस्तै मान्यौँ हिजो हामीले एकीकृत बस्ती विकास कार्यक्रम चाहिँ हामीले कहाँ गऱ्यौँ, रुप्सामा गऱ्यौँ, त्यसको रासनमा गऱ्यौँ। हामीले कुन पार्टीको भने छुटेन भने पार्टीमा छुट्यो, हामी त्यो पार्टीको लागि गरेन, हामी समग्र जनताको, हामी जनता भनेको हाम्रो हो, हाम्रो जनता हो। कसले मतदान गर्यो कसले गरेन त्यो हामीले छुट्याउने होइन। अब कालीकोट जिल्लाका जति तपाईँको जनता चाहिँ छ सबै जनताको चाहिँ अब साझा सांसद, साझा जनप्रतिनिधि अब म भइसक्यो, त्यो हामी त साझामा त्यो भूमिका निर्वाह गर्नु पऱ्यो, त्यो गर्नु पऱ्यो भने किन भयो त भन्दा उहाँले के भन्नु हुँदैन, आखिर आफ्नो मान्छे नभएर नहुँदो रहेछ, आफ्नो मान्छे भएपछि भने आफ्नो पार्टी होइन कि आफ्नो मान्छे, आफ्नो पार्टी भएर गर्दैन, आफ्नो मान्छे हुनुपर्दो रहेछ भन्ने कुरा अहिले पनि जस्तो भनौँ। ए हाम्रो जसी पाण्डे चाहिँ छ नि त, यहीँको मेयर चाहिँ छ लगायतको धेरै उहीँ भन्नुहुन्छ। नेपाली काङ्ग्रेसका तपाईँको चाहिँ अब धेरै अब मेयर चाहिँ हुनुहुन्छ, अध्यक्ष पनि हुनुहुन्छ अहिलेको बाहमा, उहाँले पनि भन्नुहुन्छ, उहाँले किन भोग्नुभयो नि आफ्नो पार्टी, उहाँको पार्टी थियो, पार्टी सरकारमा भयो भने त उहाँले त पैसा ल्याएर त्यही अधुरा सडकहरू कम्प्लिट गर्नु त सक्नुहुन्थ्यो नि त होइन। उहाँहरू हुनुहुन्छ दरबार, अरू के दुईवटा नगर गाउँमा, एउटा तिलागोपा नगरपालिका र एउटा तपाईँको चाहिँ अब नारायण गाउँपालिका, दुईजना अध्यक्षहरू त काङ्ग्रेसै थिए नि प्रमुखहरू। काङ्ग्रेसले मानेको सरकारबाट बजेट बेहिसाबले जसरी मैले बजेट हाले जस्तो नि बजेट ल्याएर अनि भगाभग काम गरेर ल अरू पालिका त अब हामीले जितेको पालिका भयो, त्यो पालिका जिरो बजेट हाल्ने के मतलब चाहिँ ल फरक पार्टी भनेर भने आफ्नै पार्टीको भएको ठाउँ त गर्नुपर्छ, खोइ त गरेको थिएँ। तर म हुँदाखेरिमा त मैले काङ्ग्रेसले जितेको पालिका, एमाले जितेको पालिका भनेर मैले भनिनँ। जसले सबभन्दा बढी खर्च, जे सबभन्दा बढी खर्च गर्ने जसी पाण्डे बढी खर्च गर्छ पैसा, सबभन्दा बढी पैसा आएको छ भने यही तपाईँको खानाचौर नगरपालिकामा आएको छ 5 लाख बजेट पठाएको त किताब हेर्दा थाहा हुन्छ पढाएको छ भने हरेक पालिकामा जति बजेट खर्च ल कति खर्च गर्न सक्छ, जति खर्च गर्न सक्छ त्यति पैसा चाहिँ म पठाइदिन्छु भने त्यसरी। अनि अहिलेको मतदाताको यसो यो अहिले त प्याटर्न थाहा पाइसक्नु भएको छ नि, तपाईँ मतगणना सकिसकेको छ। कालीकोट जिल्लामा तपाईँले अघि भने जस्तो 7वटा स्थानीय तहमा झन्डै नेकपा नेपाली कम्युनिस्ट पार्टीको सरकार छ, 50-51 झन्डै वडा अध्यक्षहरू हुनुहुन्छ होइन, प्रदेशमा 3-4 जना संसदहरू मान्यज्यूहरू हुनुहुन्छ। हेर्दाखेरि कालीकोट जिल्लाको मत सर्वेक्षण अर्थात् मत जुन गर्नुभएको थियो त्यो मत प्राप्त गर्दै गर्दाखेरि तपाईँले अपेक्षा गरेको, आकलन गरेको अहिलेको मत परीक्षणको अर्थात् प्राप्त मतको कसरी समीक्षा गर्नुहुन्छ? अब यसमा हाम्रो सैद्धान्तिक मत जो चाहिँ छ नि, हामीले जितेको हाम्रो सैद्धान्तिक मत चाहिँ हो होइन त। सैद्धान्तिक मत नै तपाईँको हामी धेरै प्रतिशतमा हामी अगाडि चाहिँ छौँ। त्यो भएर नै तपाईँको चाहिँ अब हामीसँग हुने जो प्रतिद्वन्दी भनौँ न, फेरि प्रतिस्पर्धी जो चाहिँ तपाईँको पार्टी चाहिँ हुन्छ, उसले काहीँ न काहीँ कतै न कतै ठाउँबाट मत डाइभर्ट गर्नुपर्ने अवस्था। अब हामीलाई पराजित गर्नका लागि अरू पार्टी फेरि एक ठाउँमा आउनुपर्ने अवस्था सिर्जना चाहिँ जो बनेर भइरहेछ नि, कारण त त्यो भन्ने कुरा हामीले बुझ्नु पर्यो। त्यसो भए हाम्रो कुरा के भन्दाखेरिमा धेरै हाम्रो शहीद वीरहरू चाहिँ हुनुहुन्छ, कालीकोट जिल्लामा धेरै शहीद वीरहरू हुनुहुन्छ, धेरै घाइते अपाङ्ग हुनुहुन्छ भने उहाँहरू मात्रै तपाईँको कालीकोट जिल्लामा चाहिँ एक ठाउँमा उभिने बित्तिकै कालीकोट जिल्ला त्यसै बलियो सकेको। अरू भनेका त कोही एनजिओमा जागिर खाएर आएका मान्छेहरू छन्, कोही ठेक्कापट्टा गरेर आउलान् मान्छेहरू, कोही पढेर चाहिँ तपाईँको भर्खर फर्केर आएर रान्ति गर्लान् होइन त। उहाँहरूको योगदान कालीकोट जिल्लामा चाहिँ भोलि त पुगाउनु होला, गर्नु होला। उनले गर्दैनन्, उहाँको योगदान अब रहने ठाउँ छैन भने गर्नुहुन्छ भने त्यो त गरिसके जनताले मान्ने कुरा न हो भने अहिले के हो भन्नुहुन्छ भने जनताले मान्ने भनेको त त्यही हेर्छ कि उहाँहरूको नाता छ, गोता छ, सम्बन्ध छ होइन त। ल एकजना हाम्रो शहीद हुनुभएको चाहिँ छ, उहाँका बहिनीहरू कति छ, ससुराली छ, मावली छ, सारा कुरा छ, घर छ तपाईँको, यो सबै शहीद प्रियहरूको आफ्नो चाहिँ तपाईँको ठुलो सञ्जाल चाहिँ तपाईँको छ, सामाजिक सम्बन्ध चाहिँ छ, नाता गोता चाहिँ छ भने त्यो नै कालीकोट जिल्लाको बलियो आधार चाहिँ हो। उहाँले यो पार्टीभन्दा नेताको यो पार्टी छोड्न सक्छ, नेताले गद्दारी गरिरहेको छ तर शहीद परिवारले, घाइते अम्माले कहिले पनि गद्दारी गरेको थिएन, आफ्नो बलिदान हो भने हामी हो यसको हकदार चाहिँ हामी हो, यसको रक्षा हामीले गर्नुपर्छ। यो पार्टी टिकाएर मात्रै हाम्रो भविष्य छ, हामीले केही नभए त गाली गर्न त पार्छ। तर हेर्दाखेरि तपाईँ 4 पटक चुनाव लड्दै गर्नुभएको छ, तपाईँको भोट प्याटर्न हेर्दाखेरि नि जुन वडामा 70मा तपाईँले अधिक भोट आएको थियो त्यो अहिले आएको छैन। पार्टी
दुईटा हेभी नेताहरू चाहिँ तपाईँहरू चुनावमा हुनुहुन्थ्यो होइन। यो पार्टी विग्रह छ, दुईटा छ। अब कसैले भोट काटिदिन्छ, कसैलाई हराउन सकिन्छ भन्ने खालको निकै ठुलो चाहिँ सोच यति बेला हेर्दाखेरि त तपाईँ ओडा वाइज हेर्दाखेरि पनि बरु ओडा गुमेको देखिन्छ होइन। तर अहिलेको जितेको ओडा हेर्दाखेरि चाहिँ ओडाहरू गुमेको देखिन्छ। तर समग्रमा जिल्लामा चाहिँ केहीवटा त धेरै गुमाएको छ, जस्तो मालकोटको छ। तपाईँ नेपाली कम्युनिस्ट पार्टीको एउटा आधारभूमि अझभन्दा बढी 500 भोट आउनुपर्ने त्यो पनि छैन। खाडा चौरको 2 यस्ता यस्ता भोट प्याटर्नहरू भएका ठाउँमा चाहिँ त पछि पर्दै पनि समग्रमा जिल्लामा फेरि अगाडि आउनु भएको छ। ओडा वाइज हेर्दाखेरि 51-52वटा ओडामै आउनु भएको छैन। तर जिल्लामा समग्र हेर्दाखेरि भोट चाहिँ बढी आइरहेको छ होइन। अब अहिले तपाईँको धेरै त हाम्रो अहिले मतदाताहरू बाहिर भयो होइन त। अघिल्लो चुनावहरूभन्दा अहिले यो चुनाव निकै कम चाहिँ मतदाताहरू भनेपछि धेरै कमै मतदान चाहिँ गरे होइन त। कम भयो, कम भएकै कारणले गर्दाखेरिमा हाम्रो मात्रै होइन कि हरेक चाहिँ पार्टीमा भोट कम आउनुको कारण एउटा त्यो हो, मतदातै छैन नि, त्यो भएर कमायो नगरे होइन। दोस्रो कुरा तपाईँले भने जस्तै चाहिँ कति पालिकामा नि त हामी त सेकेन्डमा आयौँ भन्दा फर्स्ट पालिका हो त साँच्चै फर्स्ट पालिका हो त। जस्तो तिला गुफा तपाईँ सधैँ फर्स्ट हुने पार्टी होइन। पछि फर्स्ट त्यो हो त भन्दाखेरिमा फर्स्ट त्यो होइन। जस्तै अहिले हामीले यसलाई कसरी विश्लेषण गर्नु पऱ्यो भन्दाखेरिमा 74को भोटको मात्रै विश्लेषण गर्न सक्नुहुन्छ। 74को बेला पनि हामीले समानुपातिको भोट पनि प्रत्येक तपाईँको पालिका हामीले अलग काउन्टिङ गरेका छौँ। अहिले पनि हेर्नु होला जस्तै कि एउटा तिला गुफा नगरपालिकाको मात्रै हामीले उदाहरण दियौँ। नेपाली काङ्ग्रेसको समानुपातिको भोट कति आउँछ यो हिसाब गर्नु होला तपाईँले, कति आउँछ भने प्रत्यक्षको त्यसपछि तपाईँको भोट कति गयो भन्दा प्रत्यक्षको भोट यदि नेपाली काङ्ग्रेसको चाहिँ घट्यो भने त्यो भोट त कहाँ गयो, काहीँ न काहीँ कतै न कतै हामीभन्दा पनि फर्स्ट बनाउनेले शक्तिलाई त गयो नि। हामीलाई हराएर तपाईँको पहिलो बनाउने जुन शक्तिलाई, जुन पार्टीलाई बनाउनु चाहे त्यहाँ त भोट गयो भन्ने कुरा हामीले बुझ्नु पऱ्यो। अहिले भनेको हाम्रो भोटको प्याटर्न जो छ त्यो यथावत नै छ। अहिले समानुपातिको भोटको आधारमा विश्लेषण गर्नुभयो भने अनि को अगाडि को पछाडि, भोलि अब हामी प्रत्येक पालिकाको तपाईँको समानुपातिको भोटलाई अगाडि अहिले अलग काउन्ट गऱ्यौँ, ओडावटै अलग काउन्ट गऱ्यौँ भने को अगाडि को पछाडि छ भन्ने कुरा त तपाईँको त्यसले बताउँछ क्या। फेरि त्यो मत प्याटर्न भनेको समानुपातिक भोट नै मत प्याटर्न चाहिँ हो भने कुन पार्टीको अवस्था कुन वडामा कुन चाहिँ तपाईँको बुथ केन्द्रमा के छ भन्ने कुराको बारेमा त समानुपातिको भोटले प्रश्न जनाउँछ। समानुपातिको भोट त अर्को कुनै पनि पार्टीमा गएको छैन नि। 11 जाला ल भनौँ न, 1% जाला ल भन्नु भने बाँकी तपाईँको आफ्नै पार्टीमा रहने कुरा हो। त्यो भोट नै एक्जेक्ट भोट चाहिँ हो। प्रत्यक्षको भोट जो डाइभर्ट भएको छ त्यो त तपाईँको कति त हराउनका लागि अब सबै पालिकाबाट पहिलो बनाएर पठायो भने पो अनि नेपाली कम्युनिस्ट पार्टी आएको छ। त्यसका लागि पहिलो बनाइदिएको मात्रै हो, पहिलो होइन। कसैले सपोर्ट गरिदियो त पहिलो बनाइदियो, सहयोग गर्यो पहिलो बनाइदियो। यसलाई हामीले पहिलो मान्नु हुँदैन कि समानुपातिक भोटलाई चाहिँ। अब हामीले समानुपातिक भोटलाई आधार मानेर अब को पहिलो को दोस्रो को तेस्रो को चौथो भन्ने कुरा त समानुपातिको मतको प्याटर्नको आधारमा हामीले त्यसको विश्लेषण गर्ने कुरा। त्यो भने हामीले समानुपातिक भोटको प्याटर्नको आधारमा विश्लेषण गर्ने हो भने हामी पछाडि कहीँ पनि छैनौँ, हामी सबै ठाउँमा अगाडि छौँ। प्रत्यक्षमा चाहिँ अब कतिवटा हामी पछाडि पनि अगाडि आए, वडाहरू पालिकाहरू आउनुको कारण भनेको काहीँ न काहीँ कुनै न कुनै पार्टीको भोटलाई कुनै न कुनै पार्टीमा चाहिँ डाइभर्ट चाहिँ भयो, जसै कारण पहिलो आयो होइन। यही कुरा हो जहाँ चाहिँ अब हामी पहिलो आएका चाहिँ हामी पहिलो आउनु भनेको त्यो ठाउँमा तपाईँको कङ्ग्रेसहरूले हेर्नु होला तपाईँको आफ्नै पार्टीले मतदान गरेको ठाउँ जुन पालिकाहरू छन्, जुन ठाउँ छन् त्यहाँ अलिकति तपाईँको पहिलो आउनु सक्दैन। अर्को कुरा सबै मिलेर एक ठाउँमा चाहिँ उभिँदा पनि हामी जित्न सकिने ठाउँहरूबाट अब गर्दा पनि तपाईँको हामी अगाडि आयौँ, यति मात्रै हो अहिलेको। हस्, यहाँले धन्यवाद। तर म अन्तिममा जसले यहाँलाई चाहिँ आफ्नो अमूल्य मत दिनुभयो, अघि पनि नाम लिनु भएको छ, शहीद परिवार, घाइते अपाङ्गहरू होइन, सयौँ कार्यकर्ताहरू जसले आफ्नो रात दिन नभनेर दिलो ज्यान दिएर खटिनुभयो, पार्टी पङ्क्ति, त्यसपछि सबैलाई म फेरि एकपटक यही सञ्चार माध्यम मार्फत शुभकामना र मतदातालाई धन्यवाद दिनका लागि अनुरोध गर्न चाहन्छु यहाँलाई। ल, सबभन्दा पहिला कालीकोट जिल्लाका तमाम शहीद परिवारहरू, त्यसपछि अब घाइते अपाङ्गहरू, अहिले शरीरमा प्रशस्त छर्रा छन्, गोली छन्,
लाई पनि पचाएर पार्टीहरूलाई दृढका साथ चाहिँ लागिराख्नु भएको चाहिँ छ घाइते अपाङ्ग सम्पूर्ण कमरेडहरू। र त्यसपछि अनि हाम्रो पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरू जसले समग्र कालीकोट जिल्लाको आफ्नो विरासतलाई टिकाउनका लागि अवरोध खट्नुभयो, रात दिन चाहिँ खट्नुभयो र उहाँहरू र त्यसपछि यो निर्वाचन गराउनका लागि तपाईँको चाहिँ अब आम चाहिँ नागरिकको उत्साहपूर्वक चाहिँ भूमिका निर्वाह रह्यो र त्यसमा बुढा आमा बुवादेखि लिएर सबै चाहिँ मतदाताहरू जसले चाहिँ मतदान चाहिँ गर्नुभयो र उहाँहरू र त्यसपछि यो निर्वाचनलाई सम्पन्न गर्नका लागि अझै कालीकोटमा नमुना चाहिँ तपाईँको निर्वाचन गर्नुभयो सबभन्दा भयरहित शान्तिपूर्ण ढङ्गबाट होइन। निर्वाचन सम्पन्न गर्नका लागि अझै छिटो र छरितो सम्पन्न गर्नका लागि यहाँको मुख्य तपाईँको चाहिँ अब हाम्रो यहाँको चाहिँ निर्वाचनको अधिकृत प्रमुख अधिकृत हाम्रो माननीय चाहिँ न्यायाधीश को उहाँको अझै तपाईँको मत आउँदा आउँदै सुरुमै चाहिँ त्यो काउन्टिङ चाहिँ गरेर तपाईँको चाहिँ अब काउन्टिङ चाहिँ गरेर तपाईँको कर्णालीमै पहिलोपटक कालीकोट जिल्लाबाट तपाईँको चाहिँ अब मतगणना चाहिँ सम्पन्न गरेको चाहिँ तपाईँको चाहिँ र यो मतदान प्रक्रिया सम्पन्न गरेको घोषणा उहाँले गर्नुभयो होइन। उहाँको जुन प्रकारको ठुलो महत्त्वपूर्ण भूमिका चाहिँ रह्यो। त्यसै यो निर्वाचनलाई शान्तपूर्ण ढङ्गबाट सम्पन्न गर्नका लागि कहीँ कतै पनि विवाद रहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्नका लागि महत्त्वपूर्ण भूमिका चाहिँ हाम्रो सुरक्षा निकायका प्रमुखहरू जिल्ला प्रमुख अधिकारीले चाहिँ निर्वाचन गर्नुभयो। र त्यसपछि अब अन्य सबै पोलिटिकल पार्टीहरूले पनि सकेसम्म जिल्लामा राम्रो चाहिँ चुनाव चाहिँ सम्पन्न गरेर सबै अवस्था ढङ्गबाट निर्वाचन सम्पन्न गर्नुपर्छ भनेर सम्पूर्ण राजनीतिक दलका नेता कार्यकर्ता उम्मेदवारहरू लाग्नुभयो। उहाँहरू सबैलाई फेरि पनि म दोहोऱ्याएर होइन म मेरो व्यक्तिगत तर्फबाट र हाम्रो पार्टीको तर्फबाट फेरि पनि सबैलाई म धेरै म धन्यवाद दिन चाहन्छु होइन। कालीकोट जिल्लामा एकदम राम्रो भूमिका निर्वाह चाहिँ गर्ने सबैमा मेरो तर्फबाट फेरि पनि धन्यवाद व्यक्त गर्छु जसले मलाई मतदान चाहिँ गर्नु जिम्मेवारी थप्नुभयो। फेरि पनि कालीकोट जिल्लाले फेरि पनि कालीकोट जिल्लाका तमाम चाहिँ तपाईँको राजनीतिक दलहरू त्यसपछि आम चाहिँ जनताहरू होइन यहाँको बुद्धिजीवी शिक्षक कर्मचारी सबैले जसरी तपाईँ मलाई सहयोग गर्नु यसबाट म एकदम ऋणी चाहिँ छु र मैले यो तपाईँहरूको जो ऋण चाहिँ अब म लगाउनु भएको छ म ऋणीको तर्फबाट तपाईँको ऋणलाई चाहिँ म चुक्ता गर्नु म सधैँ प्रतिबद्धमा रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। धन्यवाद। धन्यवाद।